आवाज प्रष्ट छ? आराम हुनुहुन्छ सबैजना? एकदमै आजको कार्यक्रमको शुभारम्भ एउटा ऊर्जाशील तालीबाट गरौँ न हामी सबै मिलेर, हैन? आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरू, महिला सज्जनवृन्द, साथै पत्रकार मित्रहरू, देश र देशवासीले यति बेला परिवर्तन खोजिरहेको यो संवेदनशील समयमा हामी कृषि क्रान्तिको कृषि क्रान्तिलाई आधारमा विश्वकै पहिलो कृषि गेम रियालिटी शोको वर्ल्ड प्रिमियरमा पाल्नुहुने यहाँहरू सम्पूर्ण विशिष्ट अतिथिहरूलाई म आजकै कार्यक्रम सञ्चालिका रिमा विश्वकर्माको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन। हुन त देशमा यति धेरै रियालिटी सोजहरू, यति धेरै टिभी कार्यक्रमहरू भइसके कि कहिलेकाहीँ लाग्छ टिभी कार्यक्रम हेर्ने दर्शकको सङ्ख्या र रियालिटी सोको सङ्ख्या लगभग उस्तै भइसके जस्तो। अब देशले खोजिरहेको परिवर्तनले त अझै मूर्त रूप लिइसकेको छैन, तर टेलिभिजनको दुनियाँमा हामी सबैले खोजिरहेको परिवर्तन, समथिङ डिफरेन्ट, समथिङ न्यू, केही नयाँ, केही फरक जुन भनिरहेका थियौँ, सायद यो कार्यक्रम हुन सक्छ। एउटा यस्तो कार्यक्रम जसले कृषिलाई संसारको रङ्गीन दुनियाँसँग जोड्नेछ। एउटा यस्तो कार्यक्रम जसले कृषि क्रान्ति मार्फत हामीलाई आत्मनिर्भर बन्न प्रेरित गर्नेछ। एउटा यस्तो कार्यक्रम जसले खेतीपाती बुझाउनेछ र कृषकप्रति सम्मान जगाउनेछ। हजुर, हामी कुरा गरिरहेका छौँ जोड्ने र अङ्ग्रेजीमा पनि र अर्थात् रिभोल्युसनरी एग्रिकल्चर वार। सबैभन्दा पहिले त अहिलेको समयमा यहाँहरू सबैजना व्यस्त नै हुनुहुन्छ होला। त्यो व्यस्तताका बावजुद आफ्नो दैनिकीको अमूल्य समय हाम्रो निमित्त छुट्याएर यो भव्य उपस्थिति जनाइदिनु भएकोमा यहाँहरू सबैप्रति हाम्रो आयोजक टिमको प्रतिनिधित्व गर्दै हार्दिक आभार प्रकट गर्छु। सेलाएको ताली रहेछ है आज। यहाँहरूको परिचय म एकजना बहुप्रतिभाशाली व्यक्तिसँग गराउन चाहन्छु। हुन त उहाँ एक दशकभन्दा लामो समयदेखि मिडिया कर्ममा नै हुनुहुन्छ। नेपाली कला जगतमा प्रतिष्ठित नाम हो गोपीकृष्ण मुभिज। गोपीकृष्ण मुभिजमा कहिले गीतकारको रूपमा, कहिले लेखकको रूपमा, कहिले सहनिर्देशकको रूपमा अनुभव बटुल्दै नेपाली टेलिभिजनको दुनियाँमा करिब करिब 1 दर्जन सफल कार्यक्रमको क्रिएटर र कहिले निर्देशनमा लाग्नुभयो, कहिले निर्माणमा लाग्नुभयो। त्यसैले नै मैले उहाँलाई बहुप्रतिभाशाली भनिरहेको छु। मेरो उहाँसँगको परिचय चाहिँ कोभिडको टाइममा, लगभग कोभिड सिद्धिएको थियो 2020 जस्तो लाग्छ। उहाँ यही कार्यक्रमको आजभन्दा 5 वर्ष अगाडि यही कार्यक्रमको अवधारणा लिएर मलाई भेट्न आउनु भएको थियो। त्यो समयमा म देशको चलेका चर्चित रियालिटी सोजहरू गरेको अनुभव बटुलिसकेको थिएँ मैले। र उहाँले जब यो कार्यक्रमको अवधारणा मलाई सुनाउनु भयो, त्यो बेलामा उहाँसँग ठुलो टिम पनि थिएन, बिग बजेट पनि थिएन, तर मैले उहाँलाई भनेको थिएँ नआत्तिनुहोस्, धैर्य गर्नुहोस् है। सम्भवतः तपाईँले धैर्य गर्नुभयो भने यो नेपालको तर्फबाट विश्वलाई नै एउटा उपहार हुन सक्छ। एउटा यस्तो पोटेन्सियल भएको कार्यक्रम, विश्वले फ्रेन्चाइज किन्न सक्ने पोटेन्सियल राख्ने कार्यक्रम बन्न सक्छ। र यो 5-6 वर्षको अन्तरालमा मैले चाहिँ अन्य 5-6वटा कार्यक्रम गर्न भ्याएँ। उहाँ चाहिँ साँच्चै धैर्यवान बन्नुभयो। यो 5 वर्षको अन्तरालमा उहाँ त्यही प्रोजेक्टमा टिकिरहनु भयो। एक्चुअली 5 होइन 6 वर्ष, किनकि उहाँले यो प्रोजेक्टको अवधारणा मलाई सुनाउन आउने बेलामा म 1 वर्षदेखि यो प्रोजेक्टमा काम गरिरहेको छु भन्नुभएको थियो। त्यस हिसाबले 6 वर्षको त्यो धैर्यता, त्यो लगनशीलता र दृढ सङ्कल्पले आज एउटा स्वरूप लिएको छ। आज उहाँसँग ठुलो टिम गाँसिएको छ र आज केही बजेट पनि आइसकेको छ। सायद म यहाँहरू बीच परिचय गराउन चाहन्छु कुनै बहुप्रतिभाशाली आजको कार्यक्रम रका क्रिएटर अर्थात् परिकल्पनाकार र निर्देशक मेरो आत्मीय मित्र, प्लिज ससम्मान जोरदार तालीले स्वागत गरौँ शैलेश कणेल छेत्रीलाई। अगाडि नै आउनुहोस् शैलेशजी, आज त तपाईँले सबैलाई फेस गर्नुपर्छ।
सम्मानमा बज्ने तालीहरू निरन्तर बजेको राम्रो नि होइन? तपाईँमा भएको धैर्यता त अलिअलि हामीतिर पनि सारिदिनु होला। 6 वर्ष इज नट अ जोक। अब कस्तो काम गर्नु भएको छ, मलाई लागेकै जस्तो एपिसोड निस्केको छ कि छैन त्यो त हामी सँगै बसेर आज हेर्ने। र तपाईँहरू हाम्रा लागि अत्यन्त विशेष अडियन्स किन हुनुहुन्छ भने पहिलो पटक विश्वमा नै पहिलो पटक हेर्ने पहिलो दर्शकको टिम हुनुहुन्छ तपाईँहरू। सो थ्याङ्क यू सो मच। अब लागौँ कार्यक्रमसँग जोडिएको अर्को एउटा बजिलो नाम र व्यक्तिलाई स्वागत गर्न। हुन त उहाँको उपस्थिति नै यति दमदार र यति शक्तिशाली हुन्छ कि उहाँसँग जोडिनु नै आफैमा गरिमा बन्न जान्छ। साँच्चै भन्ने हो भने नेपाली अभिभावकहरूलाई तपाईँको छोरा कस्तो होस् भनेर सोध्यो भने उहाँ जस्तै होस् भन्छन् होला। म कुरा गरिरहेको छु अनुशासन, शालीनता, लगनशीलता र ट्यालेन्ट प्रतिभाका पर्याय, नेपाली कला जगतका प्रेरणा र मान अभिमानका पर्याय, सम्पूर्ण नेपालीको मनमा बस्न सफल सर्वप्रिय कलाकार, हाम्रो मनका नायक महानायक राजेश हमालज्यूलाई हामी हार्दिक स्वागत गर्दैछौँ। कार्यक्रम रमा महानायकज्यू महाहोस्टको रूपमा जोडिँदै हुनुहुन्छ। कुनै सम्मानहरू बसेर होइन उठेर गर्दा त्यो अर्थपूर्ण बन्न जान्छ। थ्याङ्क यू सो मच। यहाँहरूको यो उत्साहजनक उपस्थितिले मलाई अझ हौस्याएको छ। थ्याङ्क यू। हामी अब कार्यक्रममा स्वागत गर्दैछौँ। मैले भनिहालेँ अब महानायकज्यूको उपस्थिति नै आफैमा यति शानदार हुन्छ कि उहाँ जोडिसकेपछि कुनै पनि चिज सामान्य बन्दैन। हाम्रो कार्यक्रम रमा पनि उहाँ महाहोस्टको रूपमा जोडिनु भएको छ। हामी हार्दिक आभारी छौँ। अब महानायकज्यूलाई सघाउनका निमित्त हामी बीच एकजना यस्तो युवा नेतृत्व हुनुहुन्छ। नेतृत्व भन्ने बित्तिकै नेता हो कि भन्ने सोच्नु भएको होला, होइन है। नेतृत्व यस हिसाबले कि जब जब मैले उहाँलाई भेटेको छु उहाँ कुनै न कुनै रूपमा काम सृजना गरिरहेको भेटेको छु। सो म उहाँलाई एन्टरप्रेन्योरको रूपमा पनि चिन्छु। पेशाले उहाँ कलाकार हुनुहुन्छ, पिएचडी स्टुडेन्ट पनि हुनुहुन्छ। हामी स्वागत गरौँ कार्यक्रमकी अर्की होस्ट जीविका कार्कीलाई। कुनै पनि सपनाले साकार रूप लिनका निमित्त, कुनै पनि प्रोजेक्टले पूर्णता पाउनका निमित्त एउटा व्यक्तिको विचारले मात्र सम्भव हुँदैन। त्यो सपनालाई साकार बनाउन थुप्रै स्किलफुल म्यान पावर खटिएको हुन्छ। र हाम्रो टिममा मैले कार्यक्रमको सुरुवातमा भनेको थिएँ कि यस्तो कार्यक्रम हो जसले ज्ञान र सिपलाई मनोरञ्जनसँग जोड्छ। अब म यहाँहरू बिच जसलाई परिचित गराउँदैछु। सम्भवतः अब मिडियाको लागि त उहाँहरू नयाँ अनुहार हुनुहुन्छ होला, तर साँच्चै भन्ने हो भने अहिलेको यो समाजको परिवर्तनशील फेजलाई एनालाइज गर्ने हो भने हाम्रो समाजले खोजेको अगुवाहरू सायद उहाँ नै हो। मिडियामा डेब्युटेन्ट हुनुहुन्छ, तर हामी सबैका आइडल बन्न सक्ने, अब हामीले आइडल मान्नुपर्ने व्यक्तित्वहरूलाई म यहाँहरूमाझ परिचित गराउँदैछु। हाम्रो कार्यक्रममा निर्णायक मण्डलीको रूपमा हामी बीच जोडिनु भएको छ। हामी बीच निर्णायकको रूपमा मञ्चमा हामी स्वागत गर्दैछौँ। कृषि अर्थशास्त्रमा पिएचडी गर्नुभएको छ उहाँले। 40 वर्ष लामो अनुभव छ कृषिमा। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पूर्व सचिव हुनुहुन्छ। सङ्घीय र प्रादेशिक तहमा विभाग र परियोजनामा नेतृत्व समेत गरिसक्नुभएका, आउनुहोस् ससम्मान हृदय खोलेर स्वागत गरौँ डाक्टर योगेन्द्र कुमार कार्कीज्यूलाई। उहाँ आउँदै हुनुहुन्छ, हामीसँग जोडिने पक्का हो नि। आज त हामीले परिचय गर्नै पर्छ उहाँसँग।
असल मित्र, असल शुभचिन्तक त्यो हो रे जसले तपाईँको उपस्थितिमा होइन अनुपस्थितिमा तपाईँको तारिफ र सम्मान गर्छ होइन। हामी डाक्टर योगेन्द्र कुमार कार्कीको लागि तारिफको अपेक्षा गर्छ। लागौँ अर्को निर्णायकतर्फ। कृषि विकासमा पिएचडी गर्नुभएको छ उहाँले, त्यो पनि जापानबाट टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीबाट गर्नुभएको छ। एग्री बिजनेस प्लानिङको स्पेसियालिस्ट हुनुहुन्छ। नेपाल र जापानमा कृषि परियोजनाको अनुभवसँगै कृषि उद्यमीका तालिम र मेला सञ्चालन पनि गर्दै आउनु भएको छ। हामीले सधैँ फलानु चलचित्र, फलानु गुटबन्दी यस्ता खाले नामहरू चाहिँ पत्र पत्रिकामा समाचारमा सुन्दै आएका, यो पिएचडी गरेको स्पेसियालिस्ट चाहिँ हाम्रो क्षेत्रको लागि अलिक नयाँ हो। त्यसकारण यो ताली अझ भव्य रूपमा बज्नुपर्छ। हामी निर्णायक मण्डलीमा स्वागत गरेछौँ डाक्टर नम्रता पाण्डेज्यूलाई। समुदाय वर्षले आफै बुझेर ताली बजाउनुहुन्छ हेर्नुहोस् त। आउनु भएको छ उहाँले लामो समयदेखि कृषि मूल्य श्रृङ्खला विकासमा पनि एक्टिभ हुनुहुन्छ। स्वैच्छिक कार्बन बजार परियोजना विकासमा पनि हुनुहुन्छ। व्यवसाय योजना विकास, खुद्रा बजार व्यवस्थापन र निजी क्षेत्र विकास, कार्बन फार्मिङ, सहकारी उत्पादन, जैविक उत्पादन र निर्यातमा पनि लामो समयदेखि सक्रिय रहँदै आउनुभएका कृषि अर्थशास्त्री श्री राम शरण तिमल सिन्हाज्यूलाई हामी हार्दिक स्वागत गर्दछौँ। सुरुमा यो लिस्ट दिनुहुँदा एकदम विज्ञ डाक्टर साहबहरू पिएचडी गर्नुभएको भनिसकेपछि चाहिँ मलाई एकदम भयङ्कर अलिकति पाको मान्छेहरू आउनुहुन्छ होला जस्तो लागेको थियो। मेरो लगभग मेरै उमेरको हुनुहुँदो रहेछ। सिक्न बाँकी र गर्न बाँकी धेरै छ जिन्दगीमा। निर्णायक मण्डलीमा अर्को एकजना विज्ञलाई हामी स्वागत गर्दैछौँ। अब मिडियाको लागि चाहिँ उहाँ परिचित अनुहार नै हुनुहुन्छ। विज्ञापन क्षेत्रका अग्रदूत हुनुहुन्छ, प्रेरक वक्ता। उहाँले बोलेको सुनेर कहिलेकाहीँ मलाई पनि लोभ लाग्छ है। मेन्टर पनि हुनुहुन्छ धेरैका निमित्त। प्रिज्मा एडभर्टाइजिङका संस्थापक सिइओ हुनुहुन्छ। व्यवसाय विकास, मार्केटिङ र रणनीतिक योजना विशेषज्ञ पनि हुनुहुन्छ। रोटरी र टोस्ट मास्टर इन्टरनेसनलका सक्रिय सदस्य। विज्ञापन क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड, ब्रान्ड लरेट अवार्डको विजेता पनि हुनुहुन्छ। समाजसेवी जसले नेपाल एम्बुलेन्स सर्भिस 102 का संस्थापक निर्देशक र आइपी अध्यक्ष पनि हुनुहुन्छ। हामी सबैका निमित्त प्रेरक पात्र। आउनुहोस् स्वागत गरौँ विज्ञापन क्षेत्रका अग्रदूत श्री रञ्जित आचार्यज्यू। हामीले भरोसा गरेका, जसले समाज निर्माण गर्नुहुन्छ होला, समाज विकास गर्नुहुन्छ होला भनेका पात्रहरूले त हामीलाई निराश बनाइसक्नुभयो। उहाँहरूलाई हेरिरहँदा मलाई लागिरहेको छ अबको समाजले आइडल मान्नुपर्ने, नेतृत्व दिनुपर्ने र अगुवा ठान्नुपर्ने व्यक्तित्वहरू चाहिँ उहाँहरू नै हो। यदि तपाईँहरू मेरो कुरामा सहमत हुनुहुन्छ भने, मेरो विचारमा सहमत हुनुहुन्छ भने कृपया उहाँहरूले नेपाली समाजलाई पुर्याउनु भएको अतुलनीय योगदानका निमित्त बेजोड तालीले आभार प्रकट गरौँ प्लिज। यो एक्सपर्टको टोली यहाँ उभिसकेपछि मलाई पनि खुल्दुली भइसक्यो कार्यक्रम कस्तो बनेको छ होला भनेर हेर्नका निमित्त। म यहाँहरूलाई सबैभन्दा पहिले एउटा यस्तो प्रोमो देखाउन चाहन्छु। जति बेला हाम्रो निर्देशक शैलेशजीसँग बजेट पनि थिएन, टिम पनि थिएन, तर कहिलेकाहीँ इट्स नट अबाउट बजेट और टिम, इट्स अबाउट द आइडिया। उहाँसँग एउटा आइडिया मात्र हुँदाखेरि उहाँले सानो 1-2 जनाको भरमा तयार गर्नुभएको यो कार्यक्रमको अवधारणा सुरु हुँदै गर्दाखेरि उहाँको दिमागमा आइरहँदा उहाँले सुरुवाती चरणमा तयार गर्नुभएको कति वर्ष अगाडि बनेको थियो यो प्रोमो?
5 वर्ष अगाडि एक्लैले तयार गर्नुभएको एउटा छोटो प्रोमो देखाउँछु। पहिला कसरी सुरु भएको थियो त, यसको भ्यू कसरी रोपिएको थियो, त्यो हेर्नतर्फ हामी अगाडि बढ्दैछौँ। यहाँहरूले मैले दुःख दिएन, यहाँहरूले पनि हेर्नु होला। कृपया प्लिज मेक योर सेल्फ कम्फर्टेबल। यहाँलाई आसन ग्रहणको निमित्त मैले अनुरोध गरेँ। आवश्यक परेमा म फेरि यहाँलाई स्वागत गरिहाल्छु मञ्चमा। म प्राविधिक साथीलाई चाहिँ हाम्रो सुरुवाती दिनको प्रोमो सम्पूर्ण साथीहरूलाई देखाउनका निमित्त रेडी गर्छु। त्यसको लागि सायद हामीले प्राविधिक साथी म देखिए भने उहाँहरू डाइभर्ट हुनुहुन्छ होला त्यहाँ, त्यही भएर यो हलको बत्ती पनि अफै गरौँ होला। तर्सीले अगाडि हुन्छ। मन पर्यो यहाँहरूलाई? कोही नहुँदा र केही नहुँदा त उहाँले यस्तो गर्नुहुन्छ भने अब त उहाँसँग प्रोफेसनल स्किलफुल म्यान पावरको टिम छ र 6 वर्षको तयारी पछि कार्यक्रम कस्तो निस्केको छ हेर्नका लागि म पनि अत्यन्त उत्साहित छु। अर्काको विवाहमा जति नै सिँगारिएर गए पनि यज्ञमा बस्न मिल्दैन रे। सो यो 6 वर्षको अनुभवलाई मैले जति नै यहाँहरू बीच विस्तृत रूपमा व्यक्त गर्न खोजे पनि उहाँको भावनाबाट जसरी निस्किन्छ सायदै मैले त्यसलाई न्याय गर्न सकुला। सो एकपटक पुनः आफ्नो यो 6 वर्षको तयारीको अवधिलाई संक्षिप्तमा हामी बीच राखिदिनु हुनका लागि मैले मञ्चमा स्वागत गर्न चाहे दुवैजना हाम्रा कार्यक्रमका मेरुदण्डद्वय निर्देशक र महानायकज्यू। मैले पुनः एकपटक यहाँलाई मञ्चमा स्वागत गरेँ। प्लिज थोरै ताली बज्यो भने महानायकज्यू नआउनु। निर्देशकबाटै सुरु गरौँ न, होइन? के भन्नुहुन्छ यहाँहरू? प्लिज सजेश। थ्याङ्क यू सो मच श्रीमाजी। यति ठुलो इन्ट्रोडक्सन भयो कि अब कार्यक्रम त एकदम खल्लो होला जस्तो लागिसक्यो मलाई है। एउटा इन्टेन्सनले प्रयास गरेको कुरा हो, एउटा आवश्यकताको महसुस भयो, एउटा आफ्नो एक्सपर्टिजले एउटा देशले खोजिरहेको आवश्यकतालाई चाहिँ केही एड्रेस गर्न सक्छ कि भन्ने त्यो खोजको क्रममा एउटा यात्रामा निस्केको थियो। त्यो यात्रा चाहिँ आज 6 वर्ष लाग्ला र पहिलो स्टेपमा पुग्न पनि भन्ने चाहिँ कल्पनामा थिएन। तर यो 6 वर्ष चाहिँ धेरै नै एकदम एडभेन्चरस एक्साइटिङ। अब एडभेन्चरस एक्साइटिङ भन्ने बित्तिकै हावाहुरी, त्यो घाम, बिहानी रात त सबै डेफिनेटली परि नै हाल्यो। त्यो हिसाबले चाहिँ एउटा र मेन कुरा चाहिँ एउटा राम्रो काम, एउटा इन्टेन्सन, सही इन्टेन्सनले गरेको कामलाई समय लाग्छ तर कहीँ न कहीँ चाहिँ पुगिन्छ भन्ने चाहिँ एक खालको प्रमाणित भएको छ। र विश्वमै पहिलोपटक यो कार्यक्रम गरिन्छ भन्ने चाहिँ कल्पनामा थिएन, किन भन्दाखेरि चाहिँ देशमा यति धेरै सम्भावना छ तर यो सम्भावनालाई चाहिँ हामीहरू यति धेरै सम्भावना हुँदाहुँदै पनि आज हाम्रो नैराश्यता कति धेरै छ। यो देशमा केही पनि छैन भन्ने मानसिकता मात्र हाम्रै छ। त्यो मानसिकता चाहे कलाको मार्फत होस्, चाहे सञ्चारको मार्फत होस्, चाहे विभिन्न हाम्रा पुस्ताले हस्तान्तरण गरेको ज्ञानको मार्फत होस्, सबै कुरा भनिरहेको छैन। केही कुराले चाहिँ हामीलाई चाहिँ हाम्रो मगजलाई चाहिँ एउटा सही दृश्य नदेखेर चाहिँ गलत दृश्यतिर लखेटिरहेको हो कि भन्ने खालको त्यो महसुस भयो। र दोष सृष्टिमा होइन, दोष चाहिँ हाम्रो दृष्टिमा हो। र नेपाल यति धेरै अनुपम भोगिरहेछ है। र म हाम्रो हिमालय टेलिभिजनको सर हुनुहुन्छ, यहाँ श्याम सर पनि हुनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरै कुराहरू एक्सप्लोर गर्न पायो टेलिभिजन मार्फत, देशलाई बुझ्न पाइयो, विभिन्न व्यक्तिहरूलाई चाहिँ बुझ्न पाइयो, विभिन्न सञ्चारकर्मी, उद्यमीहरू विभिन्न व्यक्तिहरू भेट्न पाइयो। त्यतिखेर यति धेरै सम्भावनाको छ, यति धेरै ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ, तर पनि हामी किन पछाडि छौँ, किन यति धेरै पलायन भएको छ, एउटा कुरा। दोस्रो कुरा, कृषि भनेको एउटा यस्तो कुरा जसले हामीलाई बचाउँछ।
आज हामीसँगै छौँ, बिहान खाना खाएर आऊ, हाम्रो लागेको लुगा पनि भेसाबाट बनेको छ, हाम्रो घरका सम्पूर्ण कुराहरू फर्निचर्सहरू छन्, हाम्रो जिन्दगी कृषिसँग जोडिएको छ। तर त्यही पेसालाई एकदम हेलिक तरिकाले हेर्ने चाहिँ हाम्रो मानसिकता बसेको रहेछ र कृषि भनेको कर्म चाहिँ गर्न नै हुँदैन भन्ने खालको। राम्रोसँग पढिनुहोस् भने हली भन्दास, हलीले एउटा कृषकको रिप्रेजेन्ट गर्यो, कृषि पेसाको रिप्रेजेन्ट गर्यो। त्यस्तो कुराहरू हाम्रो बच्चैदेखि सुन्दै आएको, यहाँको केही पनि गरेन, बाहिर गएर गर्ने हो र नेपालमा केही पनि छैन, सबै कुराहरू बाहिर छ भन्ने यो खालको कुराहरू चाहिँ हामीले सुन्दै सुन्दै आएको हिसाबले चाहिँ हामीले हाम्रो कुरालाई चाहिँ राम्रोसँग बुझ्न सकियो भनेदेखि चाहिँ हामीले त्यसबाट धेरै कुराहरू बेनिफिट लिन सकिन्छ। दोष सृष्टिमा होइन, दोष दृष्टिमा हो। सर्वप्रथम हाम्रा किसानहरूलाई चाहिँ हाम्रो जसले हामीलाई बचाउँछन् उनीहरूलाई भगवानको रूपमा हेरौँ भन्ने हिसाबले र किसानलाई चाहिँ सेलिब्रेटी नबनाई अलिक फरक तरिकाले त्यसमा मनोरञ्जन जोडेर, मनोरञ्जनले सबैलाई चाँडै भन्दा चाँडै इन्फ्लुएन्स गर्छ र त्यसपछि सञ्चार सबैको पहुँचमा छ र कृषि हामी जस बिना एक सेकेन्ड पनि बाँच्न सक्दैनौँ। यो कुरालाई एक ठाउँमा लिएर आएर चाहिँ यो सबै एग्रिकल्चर, एन्टरप्रेन्योरसिप, क्लाइमेट चेन्ज पनि यो सँगसँगै विषयलाई एपिसोड मार्फत गरिसक्नु भएको छ होला। सर्वप्रथम त महानायकज्यूलाई हामी आभार प्रकट गर्न चाहन्छौँ। जीवनले सफलताको चुचुरोमै पुर्यायो, यहाँलाई शिखरमै पुर्यायो, तर पनि जीवनले चखाएको सफलताका बावजुद यहाँको व्यक्तित्वमा झल्किने शालीनता वास्तवमै प्रशंसनीय छ। त्यो कम्पेरिजन हुन्छ नि जिन्दगीमा, के गर्ने होला, कतिसम्म गर्ने होला, कस्तो बन्ने होला भन्दाखेरि चाहिँ हजुरले बाँचे जति जीवन त्यत्तिको जीवनशैली मेन्टेन मात्र गर्न सके पनि हामीलाई पुग्छ जस्तो यहाँले सधैँ नै हामीलाई आभास गराउनु भएको छ। थ्याङ्क यू फर बिङ एन एक्सलेन्ट रोल मोडल टु अल अफ अस फर्स्ट अफ अल। विथ द्याट अब अभियसली यहाँले जिन्दगीमा भोग्न बाँकी, देख्न बाँकी, चाख्न बाँकी चिजहरू त कमै होला होइन। त्यसको बावजुद अब यो प्रोजेक्टलाई अब पछिल्लो चरणमा हेर्दाखेरि यहाँ एकदम चुजी भइराख्नु भएको छ आफूले गर्ने प्रोजेक्टलाई लिएर। What made you choose this one? यहाँ उपस्थित सबैलाई नमस्कार र गुड आफ्टरनुन। मैले भनिरहनु पर्दैन, आज हाम्रो राष्ट्र नेपाल, हामी सम्पूर्ण नेपालीहरू चाहिँ नि इतिहासको एउटा बेग्लै किसिमको मोडमा आएर उभिएका छौँ। हिस्टोरिकल क्रस रोडमा छ हाम्रो राष्ट्र, हामी सबै नेपालीहरू। भर्खरै भएको घटनाले धेरै जनधनको पनि क्षति भएको छ र त्यो पृष्ठभूमिमा अहिले फेरि हामी विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरूले चाहिँ नि आफ्नो जीवनलाई सामान्य रूपमा सञ्चालन गर्न पनि प्रयास गरिरहेका छौँ। त्यसको फलस्वरूप यो आजको यो कार्यक्रम पनि हो, यो टेलिभिजन कार्यक्रम जुन अहिले हाम्रो राष्ट्रको चाहिँ असाध्यै जटिल परिस्थितिको चाहिँ पृष्ठभूमिमा हामीले सञ्चालन गरिरहेका छौँ, जीवनलाई अगाडि नै बढाइरहेका छौँ। र अघि तपाईँले पनि सुन्नुभयो, जब शैलेश कणेल छेत्रीजी उहाँ मका आउनुभयो, 5-6 वर्ष अगाडि त उहाँले परिकल्पना गर्नुभएको थियो। मका आएको पनि करिब 3 वर्ष त भयो। हामीसँग आएर चाहिँ पहिलो भेट उहाँले मलाई गर्नुभयो र यो प्रस्ताव राख्नुभयो। पहिला त एकैचोटि भन्नुभयो, भन्ने बित्तिकै के आयो भनेर सोचेँ मैले। पछि उहाँले व्याख्या गर्नुभयो यो रेभोल्युसनरी एग्रिकल्चर वार, यो कृषिमा आधारित एउटा रियालिटी सो गर्न जाँदैछौँ भनेर। स्वाभाविकै हो, पहिलो भेटमा अलिकति मैले उहाँलाई चाहिँ शङ्काको रूपमा पनि हेरेँ, तर कहीँ न कहीँ बेनिफिट अफ डाउट पनि दिएँ। उहाँले आफ्नो योजनाहरू, आफ्नो परिकल्पनाहरू सुनाउनु पनि भयो। तर म अलिकति आकर्षित र इन्ट्रेस्टेड किन भएँ भने यदि हाम्रो राष्ट्रलाई हामीले राम्रोसँग बुझेको छौँ भने, हाम्रो राष्ट्रलाई यदि हामीले उन्नति गर्ने हो, यसलाई चाहिँ नि समुन्नत बनाउने हो, समृद्धिको तर्फ लाने हो भने हरेक राष्ट्रको आफ्नो आफ्नो युनिक सेलिङ पोइन्ट हुन्छ, आफ्नो आफ्नो चाहिँ सशक्त पक्ष हुन्छ। कसैले उद्योग धन्दा छ होला, कसैले एक्सपोर्टको बाटो भनेको कि त कृषि हो कि पर्यटक हो। त्यो दुईटा नै हाम्रो राष्ट्रको खास भन्ने पनि मेरुदण्ड हो। हाम्रो एकदम तराईको पूर्वदेखि पश्चिमसम्म खालि कल कारखाना मात्रै राखेर उन्नति गर्ने किसिमको राष्ट्र चाहिँ नि अवश्य पनि होइन। त्यसले गर्दाखेरि वातावरणलाई पनि प्रतिकूल असर पर्छ र अन्य कार्यहरू पनि हामीले अगाडि बढाउन सक्दैनौँ। तर कृषि चाहिँ नि साँच्चीकै हो। तर आजको बिन्दुसम्म आइपुग्दाखेरि कृषि कता कता नयाँ पुस्ताहरूको चाहिँ
बुझाइमा समझमा चाहनामा चाहिँ कता कता ओझेलमा अवश्य पनि परेको छ। यो चाहिँ विडम्बना हो, किनकि धेरै पछाडि पनि जानु पर्दैन। हामी 25-30 वर्ष अगाडि गयौँ भने हरेक नेपाली प्रत्यक्ष या अप्रत्यक्ष रूपमा चाहिँ कृषिसँग जोडिएकै हुन्थ्यो। अन्य अरू क्षेत्रमा लागे तापनि कहीँ न कहीँ बाउ बाजेको सानो टुक्रा जमिनमा केही न केही खेतीको कार्यहरू भइ नै रहेको हुन्थ्यो। कसै न कसैले चाहिँ धेरै थोरै अलिअलि अन्न उत्पादन गरि नै रहेको हुन्थ्यो, त्यसको चाहिँ सेवन गरि नै रहेका हुन्थ्यौँ। करेसाबारीहरूमा केही न केही काम गरि नै रहेको हुन्थ्यो। र सबैभन्दा रोचक कुरा के हो भने यो सबै ज्ञान, कृषिको ज्ञान चाहिँ पुस्ता हस्तान्तरण हुँदै आइरहेको थियो। यसको कुनै प्राविधिक ज्ञान, यसमा कुनै शिक्षा लिन पनि आवश्यक थिएन। खालि हामी 30-35 वर्ष अगाडि गयौँ भने बाउ बाजेबाट यो स्किल जुन छ कृषिको पुस्ता